बुढो पाको जति मरिसक्यो बिचारा, भएको युवा जति सबै विदेश गइसक्यो। अब मैले त हाउसमा पनि उठाउने कुरा गरेको छु, आज पहिलोचोटि उठाएँ अर्थ समितिमा। अब 2टा भन्दाखेरि बेसी बच्चा जन्माउनेलाई इन्सुरेन्स 5 लाख 5 लाख सुत्केरी भत्ता दिनुपर्छ र त्यो इन्सुरेन्स र भत्ता दिएको व्यक्तिलाई पढाउँदाखेरि पनि कलेजमा छुट गराइदिनुपर्छ र त्यस्तो व्यक्तिले पासपोर्ट दिनुहुन्न, बाहिर नपठाउने। नभए यहाँ जनता छैन, सिद्धिसक्यो जनताहरू, अब सिद्धिसक्यो। अब हाम्रो पालोमा वर्ष 2 वर्षमा बच्चा, मेरो पनि 2 वर्षमा 4वटा 3वटा बच्चा जन्मियो। अब मेरो अहिले नाति छ, 7 वर्ष नाति भइसक्यो, अर्को बच्चा जन्मिँदैन। किन नजान, कहाँ के गरेर पाल्ने भन्छ। जनता बढाउन लागि यस्तो सरकारले यस्तो खालको नीति नियमहरू ल्याउन सक्यो, यो देश बन्यो। न बन्नलाई गाह्रो छ। र अब ब्याङ्कको कुराहरू, ब्याङ्कले कसरी गर्ने, हामीहरूले पनि सल्लाह सुझाव, हामी अर्थ समितिबाट गर्ने कुराहरू, यहाँलाई सपोर्ट गर्ने कुराहरू, चाहे चाहिँ राष्ट्र ब्याङ्कले होस् चाहे अर्थ मन्त्रालयले होस्, हामीहरूले पनि यो देशको लागि हामी जनप्रतिनिधिहरू र हाउसमा गर्ने कुराहरू, यहाँहरूले सपोर्ट गर्ने कुराहरू, देश, म व्यक्ति बन्नलाई चाहिँ म सपोर्ट गर्नेवाला छैन है। देश र जनतालाई कसरी सुविधा हुन्छ, देश र जनतालाई सुविधा हुने कुरामा यहाँको लागि जतिखेर पनि हामी यो समिति, जतिखेर पनि तपाईँलाई हामी तयारी छु। र ब्याङ्कको चाहिँ यो जुन ब्याङ्क, यो 8 अरबको ब्याङ्कलाई तल ल्याएर हुन्छ कि 5-6 अरबमा हुन्छ कि, र अरू खबरका ब्याङ्कलाई पनि ब्याङ्क ग्यारेन्टी र एलसीको व्यवस्था गराउनु पर्छ। अनि अलिकति ब्याङ्क अलिकति जनताले सुविधा पाउँछ। होइन भने अहिले 18-19वटा ब्याङ्कमा ब्याज तिरेन भने पनि उसले कब्जामा राखिरहेछ व्यापारी व्यवसायी साथीहरूलाई, त्यसैले अगाडि बढिदिनुहोस्। र यो विधेयकको लागि कानुनको सहसचिव हुनुहुन्छ, यहाँले राम्रोसँग हामीले भन्दाखेरि तपाईँलाई नि यसको लागि अनुभव हुन्छ, तपाईँले कानुनको विषय तपाईँले हेर्नु होला। तर व्यक्तिलाई कानुन बनाउने होइन कि देश र जनतालाई, यो देश राष्ट्र कसरी बचाउने, त्यो तरिकाको तपाईँले हामीलाई सभापतिज्यू मार्फत, यहाँले बरु कुनै टाइम भएन भने सभापतिज्यूलाई बसेर, सभापतिज्यू यो है मिटिङ बाहेक पनि तपाईँले कुनै टाइम ओभर टाइम दिएर यो समितिमा तपाईँले राम्रोसँग सहयोग गरिदिनुहोस्। यो समिति, अर्थ समिति भनेको देशको लागि अर्थतन्त्रमा राम्रो होस् र जनताहरूलाई राम्रो होस् भन्ने समिति हो। यो समितिले यहाँहरूको पालोमा, हाम्रो पालो अझै 2.5 वर्ष जति बाँकी छ, यी बेलामा तपाईँले हाम्रो पालोमा कमसेकम यो समिति र गभर्नरज्यू, कानुन मन्त्रालय सबै मिलेर जनतालाई फाइदा हुने काम गरिदिनु होला भन्ने मेरो निवेदन गर्दै, ल मलाई जुन सभापतिज्यूले समय दिनुभयो, ल धन्यवाद। धेरै धेरै धन्यवाद।